नेपालमा बसेर के कुरामा लगानी गर्न सकिन्छ ताकि पैसाबाट पैसा फलाउन सकियोस्, कम लगानी लगाएर पनि धेरै पैसा कमाउन सकियोस्। भिडियो एकदम महत्त्वपूर्ण छ, कृपया भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। नेपालमा बसेर के कुरामा लगानी गर्न सकिन्छ त ताकि सानो पैसा लगाएर धेरै पैसा कमाउन सकियोस्। नम्बर 1 मा रहेको छ कृषि पशुपालन, जस्तै जैविक खेती, कुखुरा बाख्रा पालन, है, गाई पालन, माछा पालन, मौरी पालन र मह उत्पादन। तपाईले सबैभन्दा पहिला कृषि पशुपालनमा जैविक खेती गर्नको लागि तपाईले नयाँ बिउ बिजन किने पुग्छ, है। नयाँ बिउ बिजन किनेर बारीहरुमा चाहिँ रोप्दिनु भयो। नयाँ बिउ बिजनहरु बारीमा रोप्दिनु भयो भने त्यसबाट के हुन्छ, अन्नहरु उत्पादन हुन्छ। अन्न उत्पादन भएपछि त्यसलाई चाहिँ बेचेर तपाईले पैसा कमाउन सक्नुहुन्छ। बिउ किन्दाखेरि चाहिँ सस्तोमा किन्नुहुन्छ र त्यसलाई चाहिँ मेहनत गर्नुहुन्छ, अनि त्यसले उत्पादन गर्नुहुन्छ, अन्नहरु फलाउनुहुन्छ र त्यसलाई चाहिँ के गर्नुहुन्छ, पछि बेच्नुहुन्छ र राम्रो पैसा कमाउन सक्नुहुन्छ। कुखुरा पालन गर्नको लागि सबैभन्दा पहिला तपाईले फर्म किन्नु पर्यो, है। त्यसको लागि अब दानाहरु किन्नु पर्यो, है। त्यसमा खर्च लाग्ने हो र त्यसलाई चाहिँ ठुलो बनाएर बेच्नु भयो भने त्यसबाट पनि राम्रो कमाउन सकिन्छ। लगानी गर्दाखेरि कम लगानी लगाउनु भएको हुन्छ र बेच्दाखेरि धेरै फाइदा कमाउन सक्नुहुन्छ। बाख्रा पालनको लागि नि फर्म बनाउनु पर्यो, है। फर्म बनाएपछि बाख्रा पालनको लागि अनि साना बाख्राहरु किन्नु पर्यो, ठुला अब नयाँ जातका बाख्राहरु चाहिँ किन्नु पर्यो। किनिसकेपछि त्यसलाई चाहिँ पालन गरेर त्योबाट पनि राम्रै फाइदा कमाउन सक्नुहुन्छ। बाख्राहरुलाई बेचेर, है, त्योबाट पनि फाइदा कमाउन सक्नुहुन्छ। गाई पालन गर्नको लागि, है, गाई पालन गर्नको लागि पनि अब एउटा गोठ, हैन, अब फर्महरुमा राखेर त्यसलाई चाहिँ त्यसको दूध बेचेर चाहिँ तपाईले फाइदा कमाउन सक्नुहुन्छ। माछा पालन गर्नको लागि पोखरी बनाउनु पर्यो, सानो लगानीमा पोखरी बनाउने, अनि नयाँ साना माछाहरु किन्ने, अनि किनिसकेपछि त्यसलाई पालन गरेर ठुलो बनाएर त्यसलाई बेचेर पनि राम्रो फाइदा कमाउन सक्नुहुन्छ। मौरी पालन गर्नको लागि त्यसको घार किन्नु पर्यो, है। त्यसको घार किन्नु पर्यो अनि मौरी किन्नु पर्यो। त्यो किनिसकेपछि त्यो पालन गरिसकेर त्यसले चाहिँ मह उत्पादन गर्यो भने त्यसको मह बेचेर पनि राम्रो फाइदा कमाउन सकिन्छ। लगानी लगाउँदाखेरि सानो लगानी लगाइन्छ र नाफा कमाउन बेला ठुलो नाफा कमाउन सकिन्छ। 2 नम्बरमा रहेको छ टुरिज्म, जस्तै होमस्टे सञ्चालन, टुर गाइड सेवा, है, होटल र गेस्ट हाउस। तपाईले चाहिँ नेपालमा पर्यटकहरु धेरै घुम्न आउँछन्, है। विदेशी पर्यटकहरु धेरै घुम्न आउँछन्। त्यसको लागि तपाईले होमस्टे सञ्चालन, एउटा होमस्टे चाहिँ बनाउनु भयो भने त्यसबाट चाहिँ घाटा हुँदैन। आउँछ होमस्टेमा चाहिँ पर्यटकहरु आउँछ, उनीहरुले खाना बस्नको लागि सेवा सुविधाहरु दिनु भयो भने उनीहरुले चाहिँ राम्रै पैसा दिएर जान्छ, है। त्यसरी पनि नाफा कमाउन सकिन्छ। टुर गाइड सेवा, है, पर्यटक स्थलमा चाहिँ टुर गाइड सेवाको काम गर्नुभयो तपाईले, है। तपाईले चाहिँ बाटो देखाउने, हैन, ती पर्यटकहरुले चाहिँ बाटो देखाउने काम गर्नुभयो भने चाहिँ उनीहरुले पनि राम्रो पैसा दिन्छ र त्यताबाट पनि के गर्न सकिन्छ, राम्रो पैसा कमाउन सकिन्छ। होटल गेस्ट हाउस, है, उनीहरु पर्यटकहरु घुम्न आउँछ, उनीहरुलाई बास बस्नको लागि होटल, हैन, त्यसपछि गेस्ट हाउस खोल्नु भयो भने पनि त्योबाट पनि राम्रो नाफा कमाउन सकिन्छ। 3 नम्बरमा रहेको छ शिक्षा र तालिम केन्द्र, है। त जस्तै भाषा तालिम, है, जापानिज, अब कोरियन, इंग्लिश भाषा, हैन, तपाईले चाहिँ शिक्षा र तालिम केन्द्रमा चाहिँ लगानी लगाउनु भयो भने त्यहाँबाट पनि कम लगानी लगाएर धेरै नाफा कमाउन सकिन्छ, है त। तपाईले चाहिँ तालिम केन्द्र जस्तै जापानिज भाषा, हैन, कोरियन भाषा, इंग्लिश भाषाको लागि तपाईले चाहिँ एउटा चाहिँ तालिम केन्द्र खोल्नु भयो भने त्यसमा चाहिँ विभिन्न भाषाहरु सिक्न आउँछन्। सिके बापत उनीहरुले पैसा दिन्छन् र दिएर चाहिँ सानो रकममा खोल्नुहुन्छ र तपाईले चाहिँ धेरै मेहनत गर्नुभयो भने त्यसबाट धेरै मान्छे सिक्न आयो भने त्यताबाट नाफा कमाउन सक्नुहुन्छ। र त्यहाँ तपाईले तालिम केन्द्रमा गएर तपाईले कुनै भाषा सिक्नु भयो र तपाईले पछि आफै तालिम केन्द्र खडा गरेर पनि तपाईले राम्रो नाफा कमाउन सक्नुहुन्छ। 4 नम्बरमा रहेको छ आईटी र अनलाइन व्यवसाय, है, जस्तै युट्युब ब्लग, कन्टेन्ट क्रिएसन, अनलाइन शपिङ, है। तपाईले चाहिँ युट्युब च्यानल खोल्नु भयो, है, त्यसमा धेरै मेहनत गर्नुभयो, है, त्यसमा सानो लगानी लगाउनु। अब युट्युब च्यानल खोल्नलाई के लगानी लगाउनु पर्यो, अलि अब क्यामेराहरु भनौं, हैन, स्ट्यान्डहरु, माइकहरु किन्नको लागि अलि पैसा खर्च हुने हो। त्यसमा चाहिँ तपाईले धेरै मेहनत गरेर, है, युट्युबमा ब्लग बनाउने, कन्टेन्ट क्रिएसन, है, कुनै चिज सम्बन्धी कन्टेन्ट बनाउँदै जानुभयो, त्यसमा मेहनत गर्दै जानुभयो भने च्यानल मोनेटाइज भयो भने युट्युबबाट राम्रो इन्कम गर्न सकिन्छ, है। लगानी चाहिँ कम लाग्छ, हैन, लगानी चाहिँ कम लगाइन्छ र आउने बेला पैसा के आउँछ, राम्रो आउँछ। त्यसको लागि के गर्नु पर्यो, स्ट्रगल पनि धेरै गर्नुपर्ने हुन्छ।
अनलाइन सपिङ है, तपाईँले चाहिँ कुनै सामान किन्नुभयो, किनेर चाहिँ अलिकति नाफा खाएर चाहिँ तपाईँले बेच्नुभयो, अनलाइनबाट चाहिँ बेच्नुभयो भने के हुने भयो, त्यसबाट पनि राम्रो पैसा कमाउन सकिने भयो। आफूले किन्दाखेरि सस्तोमा किने हुन्छ है, अनि बेच्दाखेरि के हुने भयो, अलि महँगोमा बेच्दाखेरि फाइदा हुने भयो। र अनलाइन आइटी र अनलाइन व्यवसायमा लगानी लगाएर पनि राम्रै नाफा कमाउन सकिन्छ। 5 नम्बरमा रहेको छ रियल इस्टेट है, भन्नाले घर जग्गा खरिद बिक्री। तपाईँले कुनै जग्गा जमिन किन्नुभयो, सबैभन्दा पहिला जग्गा जमिन किन्नुभयो, जग्गा जमिन चाहिँ आफूले सस्तोमा किन्नुभयो है, सस्तोमा किन्नुभयो, 2-4 वर्ष तपाईँले वेट गर्नुभयो, 2-4 वर्ष वेट गरिसकेपछि त्यसको मूल्य चाहिँ बढ्यो भने त्यो जग्गालाई बेचेर तपाईँले राम्रो नाफा कमाउन सक्नुहुन्छ। जस्तै अनि तपाईँले त्यो कुनै जग्गा जमिन किन्नुभयो, त्यो जग्गा जमिनमा तपाईँले घर लगाउनु भयो, त्यो घर लगाएर त्यसलाई चाहिँ भाडामा दिनुभयो भने त्यसको महिनामा के आउने भयो, पैसा आउने भयो है। पैसा आएर त्यसबाट पनि के हुने भयो त, फाइदा हुने भयो। अनि जग्गा जमिन छ तपाईँको हैन, त्यसमा चाहिँ घर बनाउनु भयो, घर बनाएर अझ महँगोमा बेच्नु भयो भने त्यसबाट पनि फाइदा हुने भयो। त्यसैले रियल इस्टेटमा लगानी लगाएर पनि राम्रै नाफा कमाउन सकिन्छ। नम्बर 6मा रहेको छ साना उद्योग र उत्पादन। जस्तै फर्निचर उद्योग, कपडा उत्पादन, घरेलु उत्पादन है। फर्निचर उद्योग, तपाईँले सुरुमा फर्निचर उद्योग खोल्नुभयो हैन, फर्निचर उद्योग खोल्दाखेरि लगानी लाग्छ पहिला हैन, लगानी लगाउनु भयो, लगानी लगाएर त्यसमा चाहिँ तपाईँले भनौँ न काठ सम्बन्धीका अब काठहरू, दराजहरू, खाटहरू उत्पादन गर्नुभयो। तपाईँले उत्पादन गरिसकेपछि त्यसलाई बेच्नुभयो भने त्यहाँबाट पनि राम्रो नाफा कमाउन सकिने भयो है त। अनि कपडा उत्पादन, अब आफै उत्पादन गर्ने कपडा हुन्छ नि, जस्तै गलबन्दीहरू है, अनि स्वेटरहरू, अनि टोपीहरू, मोजाहरू, तपाईँले चाहिँ कपडा चाहिँ उत्पादन गर्नुभयो, आफै बुनेर है, आफै मेहनत गरेर तपाईँले उत्पादन गर्नुभयो भने त्यसलाई पनि धागोहरू किन्नु पर्यो है। धागोहरू किन्दाखेरि लाग्ने खर्च भनेको, अनि सियोहरू किन्दाखेरि लाग्ने पैसा भनेको, अनि तपाईँले चाहिँ पछि बेच्दाखेरि चाहिँ के हुने भयो, तपाईँले नाफा हुने भयो। आफूले चाहिँ कम लगानीमा चाहिँ तपाईँले चाहिँ काम सुरु गर्नुहुन्छ, तपाईँले मेहनत त गर्नुहुन्छ, मेहनत गरिसकेपछि तपाईँले उत्पादन गर्नुहुन्छ, उत्पादन गरिसकेपछि तपाईँले बेच्नुहुन्छ र तपाईँले एकदम राम्रो नाफा कमाउन सक्नुहुन्छ है। अनि घरेलु उत्पादन है, घरेलु उत्पादन भन्नाले अब जस्तै तपाईँले माटाको भाँडोहरू बनाएर है, माटोको भाँडाहरू है, दियोहरू बनाएर है, अनि दारको चाहिँ ठेकीहरू बनाएर है, त्यसपछि भनौँ न मादलहरू बनाएर विभिन्न चाहिँ घरेलु उत्पादन गरेर तपाईँले चाहिँ त्यसलाई चाहिँ सुरुमा चाहिँ लगानी लगाउनलाई चाहिँ तपाईँले सानो लगानी लगाउनुहुन्छ, त्यसमा मेहनत गर्नुहुन्छ र त्यसले चाहिँ बेच्नुभयो भने त्यहाँबाट पनि राम्रो नाफा कमाउन सकिन्छ। त्यसैले साना उद्योग र उत्पादनमा पनि तपाईँले सानो लगानी लगाएर पनि त्यहाँबाट राम्रै नाफा कमाउन सक्नुहुन्छ। र नम्बर 7मा रहेको छ स्वास्थ्य र ब्युटी है। तपाईँले स्वास्थ्य र ब्युटीमा पनि सानो लगानी लगाउनु भयो भने है, सानो लगानी लगाउनु भयो भने त्यहाँबाट पनि राम्रो नाफा कमाउन सकिन्छ। जस्तै हेल्थ क्लिनिक है, हेल्थ क्लिनिकमा तपाईँको सुरुमा फार्मेसी है, फार्मेसी खोल्नु पर्यो। फार्मेसी खोलिसकेपछि सुरुमा अब आफ्नै घर छ भने ठिकै छ, नत्र के गर्नु पर्यो, भाडामा ल्याउनु पर्यो, भाडामा ल्याउनु पर्यो। भाडामा ल्याइसकेपछि अब औषधिहरू किन्नु पर्यो, औषधिहरू किन्नु पर्यो। औषधिहरू किनिसकेपछि त्यहाँ चाहिँ राख्नु पर्यो है। राखिसकेपछि अब हेल्थ क्लिनिक भन्नाले अब त्यही फार्मेसीहरू पनि पर्यो यसमा, अनि सामान्य उपचारहरू पनि पर्यो। त्यसमा चाहिँ तपाईँले सानो लगानी लगाएर है, मेन लगानी भनेको सुरुमा आफ्नै घर छ भने आफ्नै घर भइहाल्यो, नभए चाहिँ भाडा भइहाल्यो होइन। भाडा भयो, भाडा भएपछि आफूले चाहिँ औषधिहरू किन्नुहुन्छ है। औषधिहरू अब भनौँ न हेल्थ क्लिनिकमा चाहिने सामानहरू सबै किन्नुहुन्छ। किनिसकेपछि त्यसमा चाहिँ अब उपचार गर्न मान्छेहरू आउँछन्, बिरामी मान्छेहरू औषधिहरू किन्न आउँछन्। त्यसबाट चाहिँ तपाईँले किन्दाखेरि अलि सस्तोमा किन्नुहुन्छ र बेच्दाखेरि अलि नाफा लिएर बेच्नुहुन्छ। त्यसैले हेल्थ क्लिनिकमा लगानी गरेर पनि राम्रै नाफा कमाउन सक्नुहुन्छ। अनि अब भनौँ न जिम हल है, जिम हलमा पनि तपाईँले जिमका सामानहरू किन्नुभयो है, जिमका सामानहरू किन्नुभयो र जिमका सामानहरू किनिसकेपछि त्यहाँ चाहिँ मान्छेहरू जिम गर्न आयो भने उनीहरूले चाहिँ मन्थली पैसा दिन्छन्। धेरै मान्छे लिएर चाहिँ
फिजिकलहरू जिमहरू गर्न आए धेरै मान्छेहरू आयो भने तपाईलाई धेरै फाइदा हुन्छ। पहिला सुरुमा चाहिँ तपाईले सामान किन्नु भएको हुन्छ, सामान किनेको खर्च हुन्छ तपाईको भनेको आफ्नै घर छ भने आफ्नै घर छ, नत्र भए चाहिँ तपाईले भाडामा लिनुहुन्छ। भाडामा ल्याइसकेपछि त्यसमा चाहिँ जिममा चाहिने सामग्रीहरू तपाईले किन्नुहुन्छ। किनिसकेपछि मान्छेहरू फिजिकल फिटनेसको लागि जिमहरू गर्न आयो भने त्यहाँबाट पनि राम्रो नाफा कमाउन सकिन्छ। जस्तै ब्युटी पार्लर वा स्पा है, तपाईले ब्युटी पार्लर खोल्नुभयो है, तपाईले पहिला तालिम गर्नुभयो, ब्युटी पार्लर सम्बन्धी तपाईले तालिम गर्नुभयो, तालिम गरिसकेपछि ब्युटी पार्लर खोल्नुभयो है, ब्युटी पार्लर खोल्नुभयो भने त्यहाँ चाहिँ मान्छेहरू आउँछन् ब्युटी पार्लरको लागि, अब फेसियल गर्नको लागि हैन, अब ब्युटी पार्लरमा कुनै अब क्रिम श्रिमहरू किन्नको लागि हैन, फेस सम्बन्धीका विभिन्न चीजहरू किन्नको लागि, क्रिमहरू किन्नको लागि हैन, वा स्पा गर्नको लागि, स्पा सम्बन्धी पनि तपाईलाई ज्ञान छ भने स्पा गर्नको लागि पनि मान्छे आउने भए र ब्युटी पार्लर र स्पाबाट पनि के हुने भयो, तपाईले फाइदा हुने भयो। ब्युटी पार्लरको लागि अब आफ्नै घर छ भने आफ्नो घर भइहाल्यो, नभए चाहिँ भाडामा लिएर हैन, भाडामा लिएर ब्युटी पार्लर वा स्पा खोल्नु भयो भने त्यहाँ लगानी कम लाग्छ र नाफा चाहिँ राम्रो कमाउन सकिन्छ। आजको भिडियो यति नै। भिडियो मन परेमा लाइक शेयर कमेन्ट गर्न नभुल्नुहोला, साथै यो च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नुहोला।